Hello, good morning and namaste everyone. Hope you all are doing well. अनि मेरो भन्नुपर्दा चाहिँ मेरो एकदम हालत खराब भइरहेको छ आज चाहिँ है. अनि if you guys are new in my channel then please keep supporting है and subscribe my channel. अनि share पनि गरिदिनुस् होला हजुरहरुले है. मन परेमा कमेन्ट पनि गरिदिनुस् होला. र आज चाहिँ म बिहानै कहाँ जान आँटेको भन्दा चाहिँ मेरो बोजूलाई चाहिँ हस्पिटलमा एडमिट गर्नुभएको छ है. त्यही भएर हिजो चाहिँ म कति भन्दा 1:30 बजे आएको, राति 1:30 मा आएको. अनि अब चाहिँ फेरि बिहानै रेडी भएर जानु पर्दैछ साथीहरु. लाइफ चाहिँ यस्तै चलिरहेको छ, ननिन्द्राको ठेकान छ, नखानुको ठेकान छ है. त्यही भएर एकदम हिजो 1:30 मा आएको, निन्द्रै पुगेको छैन. अहिले फेरि बिहानै रेडी भएर जानु पर्दैछ. यहाँको काम चाहिँ यस्तो, जति बेला पनि जाइन भन्छ, जानु पर्छ नि क्या. त्यही मेरो बोजूलाई 5 बजेतिर लगेको होला, राति आइपुगेको. म निन्द्रा पुगेको छैन साथीहरु. यो हालत एकदम खराब भइरहेछ. देखिराख्नु भएको होला तपाईहरुले, जोरा कस्तो पनि भइरहेको छ. त्यहाँ बसेर है, बसी कति मजा छ काममा. बसी स्यालेरी आइहाल्छ. बसी कस्तो सजिलो काम छ भनेर भन्नुहुन्छ नि. काम चाहिँ यही हो साथी हो. देखाउनु सक्दिनँ है, हरेक कुरा भिडियोमा हाल्नु पनि सक्दिनँ. तर काम यस्तै हो. यसरी मेन कुरा चाहिँ अब लाइफमा सबभन्दा ठुलो कुरा भनेको चाहिँ सुत्नु मेरो लागि चाहिँ है निन्द्रै हो. तर यहाँ आएर चाहिँ त्यो पनि हराइसकिसक्यो. न सुत्नु पाउँछ, न खानुको टुङ्गो छ. अब अहिले छोरी ज्वाइँ चाहिँ हस्पिटलमा बस्नु भएको छ नि त. तर यहाँतिर चाहिँ के एउटा राम्रो कुरा रहेछ भन्दाखेरि चाहिँ अब हाम्रोतिर भए चाहिँ केटीलाई स्याहार्नुको लागि केटी नै बस्नु पर्थ्यो हैन. तर यहाँ चाहिँ के हुँदो रहेछ भन्दाखेरि चाहिँ केटीलाई स्याहार्नुको लागि चाहिँ केटा पनि बस्नु पाउँदो रहेछ नि त. स्याहार्नु भन्दाखेरि पनि अब यहाँ के हस्पिटलबाट सबै गरिदिइहाल्छ है, रुम्नुको लागि भनौँ न. तर हाम्रोतिर त त्यो पनि दिँदैन नि त हैन साथीहरु. किनभने अब केटी मान्छे बिमार भएको छ भने, अब घरमा कोही छैन, केटी कोही छैन भने, या फिर केटा बिमार भएको छ र स्याहार्ने केटा छैन भने चाहिँ फेरि खोज्नु पर्छ क्या स्याहार्ने मान्छे पनि. अन्त यहाँ चाहिँ त्यस्तो हुँदैन रहेछ. बोजू बिमार भएको हिजो भयो है. अनि बसेको छुइनँ नि त, अन्त आइडिया छैन भनेर भने. र पनि अब है म बसिदिन्छु भने, र पनि ज्वाइँले होस् भोलि चाहिँ अब तँ बस, आज चाहिँ म बस्दिन्छु भनेर भन्यो. अन्त अब उसको चाहिँ ड्युटी छ नि त, ज्वाइँको चाहिँ अहिले एकछिनमा आउँछ हैन यहाँनिर. अन्त छोरी र म चाहिँ अब जानु आँटेको, निक्लिनु आँटेको हस्पिटलको लागि. अनि सायद आज चाहिँ है, आज बेलुका चाहिँ म बस्नुपर्छ होला जस्तो लाग्दैछ हो. अब हिजो त्यसै त निन्द्रा नपुगेको साथीहरु, आज झन् हस्पिटल. साथीहरु काम चाहिँ यहाँको चाहिँ यस्तै हो. भन्नु पर्दाखेरि तपाईहरुले अब एकदम भिडियोहरु हालेको देख्दाखेरि है, फेसबुकहरुतिर इन्स्टातिर भिडियोहरु देख्दाखेरि खुसी देख्नुहुन्छ होला. काम सजिलो रहेछ एकदम, बसी भनेर सोच्नुहुन्छ होला. तर अब सजिलो त के भन्नु साथीहरु, यही हो. अझै यहाँको काम, अरु कामहरु पनि अब साह्रै हुन्छ है. तर अझै मेन चाहिँ अब मेरो लागि चाहिँ अब सुत्नै हो. सुत्नु नपाउँदा चाहिँ मलाई चाहिँ एकदम साह्रो परिरहेको छ. तपाईहरु एकदम सन्चै हुनुहुन्छ होला है, राम्रै हुनुहुन्छ होला. र मेरो चाहिँ लाइफ यस्तै चल्दैछ एकदम. अहिले घरि चाहिँ बिजी लाइफ भनौँ. उयो पनि हुनुहुँदैन. अनि अरु केही कुरो लगे पनि नलगे पनि अब हाम्रो चाहिँ क्रिमहरु, फेस वास अनि ब्रसहरु चाहिँ बोकिराख्नुपर्छ है, बस्नु पर्यो भने पनि भनेर. हिजो पनि लानु त मैले बोकेरै गएको थिएँ साथीहरु. तर अब नबस् भने फेरि अगाडि नै भन्नु नि है. त्यति बेला राति हुँदा 1:30 तिर चाहिँ अब घर जानुपर्छ भनेको. त्यति बेला कहाँ निन्द्रा लाग्छ. र अब उकालो जान्छु. एन्जल आइरहेको छ, एन्जलको सामान ल्याउनुको लागि फेरि हो. अनि त्यही भएर जाँदैछु त्यसलाई ल्याउनुको लागि. खाना बनाउने टाइम त छैन, 10 बज्न आँटेछ, 9:30 मा भनेको थियो. त्यही भएर खाएर चाहिँ because it makes terrible holes in the teeth, and my family have a tendency to get cavities. And one time I brought कुरो केही नलाग्यो, पानी त बोकेर हिँड्नु पर्यो. अब चाहिँ हामी निक्लेको साथीहरु. बिहानै कस्तो सुत्नु मन परिरहेको थियो. घाम मजाले राखिरहेको रहेछ. दिन त एकदम राम्रो भइरहेको रहेछ. तर के गर्नु, आफ्नो दिन चाहिँ नराम्रो भन्ने बेला भयो साथीहरु. kidding.
आइपुग्यो है, हस्पिटल आइपुग्यो भन्दा पनि अलिकति हिँड्नुपर्छ किनभने पार्किङ पाउँदैन नि त हस्पिटलको छेउमा। अन्त पार्किङ मलाई गाडी पार्क गरिराखेर चाहिँ यता आएको। अब यो लाइन चाहिँ डल्लै हस्पिटलै रहेछ, हाम्रो चाहिँ अलिक पर हो बोजूलाई राखेको चाहिँ। तेरोमा चाहिँ भित्र आइपुग्यो, बोजू चाहिँ यहाँ हुनुहुन्छ हो। साथीहरू यहाँ आएर त फेरि अर्कै कुरा सुन्नु बोजूलाई घरमै लानुपर्छ भन्दैछ हो। अनि नर्सहरू घरमै बोलाउँछ, घरमै लानुपर्छ नि, यहाँ राखेर के हुँदैन भन्दैछ के हो। अनि यत्रो सुको नपाएको बेला फेरि घरमा पनि त्यही रहेछ, यहाँ जाति पारेर लान्छ होला भनेको त होइन रहेछ। केही बुझिनँ मैले यिनीहरूको। यस्तो हस्पिटलमा हुँदाखेरि पनि भिडियो बनाउँदैछ भनेर भन्नुहुन्छ होला, त्यस्तो केही होइन साथीहरू। जस्ट अब है के को लागि भन्दा चाहिँ मेमोरीको लागि बनाएको भोलिको दिनमा होइन। अब म यहाँबाट इफ गइहालेँ भने या काम छोड्नु पऱ्यो भने पनि यो दिनहरूमा यो गरेको थिएँ भनेर भन्नु सक्छु भनेर चाहिँ बनाएको है। तपाईँहरूले त्यस्तो नराम्रो नसोचिदिनुहोस् होला। र आजको लागि चाहिँ यति नै है। थ्याङ्क यू एभ्री वान फर वाचिङ माई भिडियो। बाई बाई, टेक केयर है, किप सपोर्टिङ। अनि जसले पनि मेरो च्यानल सब्सक्राइब गर्नु भएको छैन है, नयाँ हुनुहुन्छ उहाँहरूले पनि प्लिज सब्सक्राइब गरिदिनुहोस् होला है। अनि सेयर र कमेन्ट पनि गरिदिनुहोस् होला।